हेलो गाइस, त आज हामी चाहिँ फ्री स्टाइल ड्रेसअप बनाउन गइरहेको छौँ होइन। लेट्स सी कस्तो हुन्छ। अरूहरूले जस्तो चाहिँ म बनाउँदिनँ होइन, डिफ्रेन्ट बनाउँछु। पहिलो सुरु चाहिँ हामी यहाँ गएर एउटा एयर लिन्छौँ। एयर त भन्दिनँ, एउटा क्याप छ, त्यो फ्रीमै पाएको थियो। त्यो लिएर हामी एउटा यो मास्क ल्याउँछौँ तपाईँहरूसँग, जुन महिना हुन्छ यस्तो फिक्स खाले। अनि त्यसपछि एउटा बडी चाहियो, त्यो चाहिँ हामी यही क्यापको जोडीवाला बडी लिन्छौँ। अनि हामी यो पिङ्क खाले बन्डलकै त्यही प्यान्ट लाउँछौँ हामी। अनि त्यसपछि एउटा स्लिपर्स हालेर पहिलो चाहिँ हाम्रो फ्री स्टाइल ड्रेसअप बनिसकेको छ। अनि दोस्रो ड्रेसअप चाहिँ हामी बनाउन आँटेको छौँ। पहिलो सुरु चाहिँ हामीलाई एउटा यो चाहियो, यो तपाईँहरूले पाउन सक्नुहुन्छ, यो खाले मास्क। अनि एउटा हामीलाई यो बन्डलको त चाहिँदैन, यो त मैले त्यत्तिकै ट्राई गरेको, बन्छ कि बन्छ बन्दैन भनेर। डिजाइनरवाला प्यान्ट अनि यो जुत्ता यो मन परेन, त्यसैले मैले अर्को हाल्नलाई यो लाएँ। यो ओल्ड खाले बन्डलको रहेको छ, यो डायमन्ड पाउन सक्छ। अनि त्यसपछि अब तलतिर गयो। अनि त्यसपछि हामीलाई यो खाले मास्क लिन्छ। मेरो डाउनलोड थिएन, मैले डाउनलोड गरेँ होइन। यो खाले मास्क लिनुपर्छ। यो लिएर योहरू चाहिँ त्यत्तिकै लगाएको मैले। अनि त्यसपछि त्यहाँ गएर एउटा यो सर्ट लिनु पऱ्यो। यो सर्ट छैन भने अन्य लाउँदा नि भयो। अनि त्यसपछि हामीले यो गोल्ड रोयलवाला बन्डलको यो लिनु पऱ्यो प्यान्ट। अनि त्यसपछि हामीले एउटा जुन तपाईँहरूसँग जुन स्लिपर्स छ त्यो लाउँदा नि भयो। अनि हाम्रो तेस्रो रहेको छ फ्री स्टाइल ड्रेसअप। अब चाहिँ हामीले तलतिर खोज्दै खोज्दै जानुपर्छ। अनि हामीले यो एउटा त्यो मास्कवाला पाइसकेको छौँ, त्यो लिएर। अनि त्यसपछि हामीले एउटा यो खाले आएको लाएर मास्कमा चाहिँ स्कर्ट गेम खाले नभए केही खाले लगाइदियो नि भयो। अनि त्यसपछि एउटा यो हिरोइकवाला, त्यो नभए यो रमादान इभेन्टमा आएको एउटा। अनि त्यसको साथ एउटा यो म्याजिक क्युबवाला बन्डलको प्यान्ट। अनि एउटा वाइट सुट जुनसुकै लागि जाने भयो। अनि हाम्रो चौथो ड्रेसअप बनिसकेको छ। अनि त्यसपछि अब चाहिँ हामी केटीको फ्री स्टाइल ड्रेसअप बन्डल बनाउँछौँ। लेट्स सी कस्तो बन्छ त गाइज। पहिलो सुरु चाहिँ गरेर मैले एउटा केटी क्यारेक्टर क्युब गरेँ, त्यसको नाम चाहिँ छ रिन। अनि त्यसपछि हेयरमा गएर यो फायर खाले इभेन्टको हेयर छ। अनि त्यसपछि एउटा यो मास्क त नभएर मैले गिल्डवाला नभएर अनि यो मैले अर्कै खाले लगाएको छु। अनि त्यसपछि आँखा डेन्जरस खाले लगाइदिएको छु। अनि त्यसपछि यो ओल्ड खाले टी सर्ट लगाउनु खोज्दा डाउनलोड रहन्छ। अनि त्यसपछि मैले अर्को खाले डाउनलोड गरेर लगाइदिएँ। अनि त्यसपछि अब हाम्रो प्यान्टको पाला आयो, त्यसमा चाहिँ मैले डिजाइनरवाला प्यान्ट लगाइदिएको छु। अनि त्यसमा एउटा स्लिपर्स या सुज, तपाईँहरूसँग स्लिपर्स छ भने स्लिपर्स लगाइदिनु, नत्र वाइट खाले जुन सुज लगाइदिँदा नि भयो। अनि त्यसपछि हाम्रो अब यो केटीको क्यारेक्टर नै बनिसकेको छ। लेट्स सी एन्ड गुड बाई गाइज एन्ड बाई बाई।